हामी आज उभिएका छौँ पूर्व नेपालको सुन्दर इलाम जिल्लाको यस्तो ठाउँमा जहाँ शान्त वातावरण, सल्लाघारी र कञ्चन पोखरीमा एउटा छुट्टै जादु लुकेको छ। यो ठाउँ हो श्रीअन्तु। यहाँ आइपुग्ने बित्तिकै लाग्छ हामी कुनै अर्कै संसारमा आइपुगेका छौँ। आजको यात्रामा हामी तपाईलाई प्राकृतिकको सुन्दरता, शान्ति र केही नयाँ अनुभूतिहरू सबै देखाउनेछौँ। श्रीअन्तु आइपुगेपछि हाम्रो पहिलो गन्तव्य हो अन्तु पोखरी। पोखरीको चारैतिर हरियो चिया बगान, बिचमा कञ्चन पानी र माथि खुलेका आकाश। पानी यति शान्त छ कि आकाशको प्रतिबिम्ब स्पष्ट देखिन्छ। कहिलेकाहीँ त लाग्छ पानी ऐना जस्तै बनेका छन्। यहाँको मुख्य आकर्षक भनेकै पोखरीमा गरिने बोटिङ हो। र अर्को विशेषता भनेको यहाँ पोखरी वरिपरि भएको सामुदायिक होमस्टे हो। आज म पनि यहाँको एउटा स्थानीय होमस्टेमा बसिरहेको छु। रात परेपछि हामी केही बेर पोखरी वरिपरि घुम्न निस्किन्छौँ। हाई गाइज, अहिले चाहिँ हामी श्रीअन्तु आइपुग्यौँ। अहिलेसम्म हामी चाहिँ 1-1.5 घन्टा भयो होला आएको, 10:30 जति भइसक्यो। अब सुत्नुपर्छ। हामी चाहिँ रेडी भइसक्यौँ। आज बिहान उठाइदिलो भने अलिक ढिलो भयो। मलाई 9 बजिसक्यो। अब चाहिँ हामी लाग्यौँ माथि श्रीअन्तु भ्यू टावर। तर श्रीअन्तुमा भनेको चिसो चाहिँ नहुने रहेछ क्या मामा। चिसो हुन्छ होला भनेर सोचेको, तर घाम लाग्दा त झन् दिसो त घाम। फेरि आज मौसम कस्तो दामी भइरहेछ मौसम। हामी चिया बगानको भिरालोतिर लाग्छौँ। इलामको अर्थ नै चिया हो र अन्तुमा आइपुगेपछि यहाँको अर्ग्यानिक चिया नपिई हाम्रो यात्रा अधुरो रहन्छ। त्यसैले हामीले हातेपत्तीको चिया र साथमा खाजा खाएर अगाडि बढ्छौँ। अन्तुको सबैभन्दा ठुलो विशेषता यहाँको शान्त वातावरण हो। हावाको हल्का सुसाइ र चराचुरुङ्गीको सुमधुर आवाज। यी सबैले मनभित्रसम्म शान्ति पुर्याउँछन्। हामी चाहिँ अहिले भ्युटार अहिले छिर्न लाग्यो। यस्तो छ बाटो चाहिँ पुरै सुनसान। हामी चाहिँ रमाइलो गर्दै हिँड्दैछौँ। यस्तो स्लो मोसनमा हिँड्दैछौँ। भ्यू टावर यहीँ माथि हो। अन्तु पोखरीबाट थोरै माथि जाँदा हामी पुग्छौँ श्रीअन्तु भ्यू टावर।
समुद्र सतहबाट करिब 2328 मिटर उचाइमा रहेको यो ठाउँ पूर्व नेपालको एक चर्चित पर्यटकीय गन्तव्य हो। हामी चाहिँ अहिले भ्युटाउन आइपुग्यो। श्रीअन्तुको सबैभन्दा प्रसिद्ध दृश्य भनेको यहाँको बिहानको सूर्योदय हो। यहाँबाट हेर्दा कन्यामको हरियो डाँडाहरू, चिया बगानहरू र शान्त गाउँहरू दूरसम्म फैलिएको देखिन्छन्। यहाँबाट नेपालको पहाडी गाउँहरू मात्र होइन, छिमेकी देश भारतका दार्जिलिङ र मिरिकका बस्तीहरू पनि स्पष्ट देख्न सकिन्छ। यो उचाइमा उभिएर चारैतिर हेर्दा अनुभव हुन्छ कि प्रकृति कति विशाल छ भनेर। श्रीअन्तु र अन्तु पोखरी घुम्न आउने ठाउँ मात्र होइन, यी अनुभूति हुन्, शान्ति हुन् र प्रकृतिसँग फेरि जोडिने अवसर हुन्। यदि कुनै दिन जीवन अलिक भारी लाग्छ भने यहाँ आएर प्रकृतिसँग केही बेर रमाउन सक्नुहुन्छ। हाई गाइज, अहिले हामी चाहिँ अन्तको भ्यू पोइन्ट आइपुग्यौँ अनि सिनेमेटिकहरू पनि खिचेर अब हामी चाहिँ लाग्न लाग्यो।